हेलो गुड आफ्टरनुन साथीहरू र आज चाहिँ हामी र्यालीको लागि है गुड फ्राइडे र्यालीको लागि भेला हुँदैछ यहाँनिर भेला भइसक्यो र अब चाहिँ हामी गुड फ्राइडे र्याली गर्नको लागि हामी यहाँबाट निस्किन आँटेको छौँ। हामी चाहिँ अहिले ग्राउन्डमा छ है जोरथाङ ग्राउन्डमा। यस्तो कथा जसले हाम्रो समाजमा मौन रूपमा फैलिँदै गएको पीडा, प्रेम र जीवनको महत्त्वको पनि कथा हो। कहिलेकाहीँ कठिन लाग्न सक्छ, बोझले खिचिएको जस्तो लगाएर यी सबै सुसाइड जस्ता कुराहरू, रेप जस्ता कुराहरू, एन्जाइटीका कुराहरू, डिप्रेसनका कुराहरूलाई हामी रोकथाम गर्न सकेनौं। हाम्रो सिक्किम राज्यमा, हाम्रो भारत राष्ट्रमा विभिन्न प्रकारका यस्ता कुराहरूले मानिस उनीहरू चिलहरू झैं पखेटाले उँभो उँभो चढ्ने छन्, उनीहरू दगुर्ने छन् र थकित हुने छैनन्। उनीहरू